हाम्रो त गदवरीमा कोपिलाहरू लाग्न थाल्यो, के गर्नु, कटिङ राख्नु कि त्यतिकै फुल्नु दिनु भनेर तपाईँहरू धेरैले प्रश्न गरिरहनु भएको थियो। आउनुहोस् हेरौँ के गरौँ भनेर। यति बेला चाहिँ गदवरीको मल्टिफ्लोरा भेराइटीमा चाहिँ कोपिलाहरू पनि आउँछ। मल्टिफ्लोरा मात्रै नभएर मल्टिनोभामा पनि कोपिलाहरू देख्नुहुन्छ तपाईँहरूले, र कतिपय गदवरीको भेराइटीमा तपाईँले कोपिलाहरू देख्नु सक्नुहुन्छ। र यति बेला चाहिँ तपाईँहरूले फुल्नु दियो भने चाहिँ अब फुल चाहिँ कम्ती फुल्छ, साथै अल्गो पनि हुन्छ। अर्को चाहिँ यसमा चाहिँ मदर प्लान्टमा चाहिँ धेरै किराहरू लाग्छ। यति बेला फुल्ने टाइम चाहिँ होइन। त्यसै कारण दसैँ तिहारमा फुलाउनु हो भने चाहिँ अब यसलाई चाहिँ हामी यसको कोपिलाहरू चाहिँ चुडाएर हटाइदिन्छौँ। र कोपिलाहरू चुडाएर हटाएर तपाईँले कटिङ राख्दा पनि हुन्छ। कोपिलाहरू चुडाएर यसरी हटाइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि यसबाट चाहिँ नयाँ नयाँ पौलाहरू आउँछ, र नयाँ नयाँ पौलाहरू आएपछि चाहिँ तपाईँले नयाँ नयाँ पौलाहरूको त्यही कटिङ राख्दा पनि हुन्छ। फुल्दैन भन्ने होइन, यति बेला तपाईँहरूले कोपिलाहरू त्यतिकै छोडिदिनु भयो भने फुल्छ पनि। पानीदेखि चाहिँ अलिकति जोगाउनुपर्छ, साथै तपाईँले फन्जिसाइडको स्प्रे गरिरहनुपर्छ। र धेरै मिहिनेत गरे तापनि जस्तो फुल्नुपर्ने त्यस्तै चाहिँ फुल्दैन। पुरानो बोटमा चाहिँ मदर प्लान्टहरूमा चाहिँ नयाँ बोटमा चाहिँ र दसैँ तिहारमा जस्तो प्रकारले फुल्छ अहिले चाहिँ त्यस्तो फुल्दैन। तपाईँले यति बेला चाहिँ अब यसको कोपिलाहरू सबै चुडाइदिनुहोस्। कोपिलाहरू नलागेको जति पनि हाँगाहरू छ त्यसलाई चाहिँ तपाईँहरूले यसरी चुडाएर चाहिँ कटिङ राख्नु सक्नुहुन्छ। साथै यति बेला चाहिँ तपाईँहरूकोमा हाँगाहरू राम्रो आएको छैन भने पनि सबै पुरानो हाँगाहरूलाई चाहिँ तपाईँले चुडाइदिनुहोस्। त्यसो गर्दाखेरि चाहिँ अब साइड साइडबाट नयाँ हाँगा आउँछ, प्लान्ट झन् बुसी हुन्छ, र तपाईँले त्यही नयाँ हाँगाको कटिङहरू राख्दाखेरि हुन्छ। कटिङहरू चाहिँ तपाईँले यसलाई मे जुनसम्म राख्दा पनि हुन्छ।